काठमाडौँको उत्तर पूर्वीमा रहेको उत्तरवाहिनी मन्दिर जाँदैछौँ हामी। उत्तरवाहिनी जाने मूल बाटो। हजुरआमा र नाति पनि सँगै छौँ हामी। उत्तरवाहिनी जाने मेन बाटोमा रहेको नर्सरी। बाजे पनि फर्किनु हुँदैछ, हामी घुम्न गयौँ। खेतहरू, धान खेत, उत्तरवाहिनीको गेट हो यो। नमस्ते जुल्पा, नमस्कार लस्सो फेफलो, उत्तरवाहिनी गेट। हेर्नुहोस्, उत्तर गया धाम पनि भन्छ यो ठाउँलाई। उत्तर गया धाम पनि भन्छ। पुरानो पिपलको रुख। उत्तरवाहिनी क्षेत्र एकदमै लोकप्रिय छ। फिल्म सुटिङ गर्नको लागि मान्छेहरू आउँछन्। हाम्रो आमा भगवान बुद्ध दर्शन गर्नु जानुहुन्छ अब। यसको वरिपरिको दृश्य। यहाँनिर बुद्धको प्रतिमा पनि छ, बुद्ध भगवानको प्रतिमा। दर्शन गर्नु हुँदै आमा। खुट्किलो चढेपछि उत्तरवाहिनीको कान्ति भैरव मन्दिर देखिन्छ। वरिपरिको दृश्य। हामी उक्लिँदै छौँ। पाटी उत्तरवाहिनीको कान्ति भैरव मन्दिर। उत्तरवाहिनीको कान्ति भैरव मन्दिर। मन्दिर क्षेत्रमा रहेको मूर्तिहरू। मूर्तिहरू देख्न सकिन्छ। पुरानो मूर्तिहरू चाहिँ यहाँ तपस्या गरेको पारी जङ्गलमा। स्वामीजी, भगवान बुद्ध, उत्तरवाहिनी मन्दिर। आज बिहे पनि रहेछ यहाँ। उत्तरवाहिनी मन्दिरको दर्शन गर्नुहोस्। आहा, हेर्नुहोस् उत्तरवाहिनीमा पाटी मान्छे बस्ने ठाउँ, विश्राम स्थल। खेत, आलु खेत, पारी गोकर्ण रिसोर्ट, गोकर्णको जङ्गल क्षेत्र, आलुबारी, आलु खेत। आहा, हेर्नुहोस् सुन्दर दृश्य कैद गर्छ। बजे र नाति, हजुरआमा र नाति घुमेको छ उत्तरवाहिनी मन्दिरमा। उत्तरवाहिनीको दृश्य हेर्नुहोस्। बागमती नदी, यो नेपालको उत्तरतिर फर्केको बागमती नदी। उत्तरतिर भएर बग्छ यो नदी। श्राद्ध गर्ने स्थल नदी छेउमा। दृश्य हेर्नु, सुन्दर दृश्य। उत्तरवाहिनी नदी। नदी, पारीको दृश्य, पुल, बागमती नदी दक्षिणतिर गएर बग्छ र यही नदी पशुपतिमा पुगिन्छ। पारीको बगैँचा घुमौँ एकछिन। मङ्की, पञ्चमुखी हनुमानको मन्दिर पनि छ यहाँ माथि। पाटी हो यो। एकदम खर्च गरेर बनाएको रहेछ गोकर्णेश्वर नगरपालिकाले। गोकर्णेश्वर नगरपालिकामा रहेको उत्तरवाहिनी बगैँचा घुमौँला अब। आहा, सुन्दर दृश्य। कति राम्रो फुल फुलेछ।
बगैँचा क्षेत्र उत्तरवाहिनी मन्दिरको पारिपट्टिको बगैँचा क्षेत्र। भगवान बुद्धको मूर्ति स्थल चाहिँ उत्तरवाहिनीको पारिपट्टि खुला पारी बनेको छ भगवान बुद्धको मूर्ति। पुरानो पार्टी हो यो, पुरानो। पहिला चाहिँ यहाँ तपस्या गर्नुहुन्थ्यो। ल monkey is jumping on the tree। यो बाँदर डरायो जस्तो छ क्या हो, पुरानो रूप। ल हेर्नुहोस् प्रकृति, ल हेर्नुहोस् जम्प, ल ल ल हेर उठेको बाँदर। ओ माइ गॉड, कता हरायो फेरि। सुन्दर दृश्यहरू हेर्नुहोस्। पञ्चमुखी हनुमान, 5वटा मुखको हनुमान, पञ्चमुखी हनुमानको मूर्ति, पञ्चमुखी हनुमानको मूर्ति दर्शन गर्नुहोस्। बागमती खोला, बागद्वारबाट निस्केको पारी गोकर्ण रिसोर्ट। जङ्गल क्षेत्रमा यहाँ जङ्गली जीव जन्तुहरू आए उर्दुर हुन्छ। यो भवन झन्डा